हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग्स। तपाईहरुलाई केही समय पश्चात फेरि पनि मेरो ब्लग्समा स्वागत छ। साथसाथै ह्याप्पी न्यू इयर सबैजनालाई हामी दुईजनाको तर्फबाट। पुरानो भयो भने एक दिन पुरानो भइसक्यो। एक दिन दुई दिन यो ब्लग अपलोड हुन्जेलमा त 2 दिनै भइसक्छ। केही छैन, 2 दिन पछाडि भए पनि ह्याप्पी न्यू इयर अल अफ यु सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। अनि म चाहिँ हाम्रो नयाँ दाइसँग छु आज। उहाँ र मेरो अहिलेसँगै ड्युटी छ। कति दिन भयो दाइ तपाईँले काम गरेको? 4-5 दिन, कति दिन? 4 दिन भयो है। 4 दिन भयो उहाँ काममा लाग्नुभएको चाहिँ। एउटै रुम हो। पहिले म रुममा एक्लै थिएँ, अहिले चाहिँ दाइ आइसक्नु भएको छ। त्यसैले हामी दुईजना एउटै रुममा छौँ। उहाँ मेरो रुममेट पनि। अनि उहाँ चाहिँ एकदम ठुलो तपस्या गरेर आउनुभयो नेपालबाट। सँगसँगै सायद हामीले सँगसँगै एप्लाई गरेँ होइन? एक महिना 1.5 महिना डिफरेन्स। अनि लगभग आउनलाई चाहिँ उहाँको समथिङ 4 महिना नै ढिलो भयो। अनि आज हामी उहाँको चाहिँ अब कति टाइम लाग्यो, कसरी आउनुभयो होइन, आउँदाखेरि बाटोमा, त्यसपछि इमिग्रेसनले पनि हल्का ल्याङल्याङ गर्छ, हामीलाई नि गरेको थियो, मैले अझसम्म ब्लग्समा भने होइन। अनि तपाईहरुलाई नि गर्यो है? इमिग्रेसनमा रोकेर हरेक कति महिना खास तपाईको ठ्याक्कै कति महिनामा यहाँ आइपुग्नुभयो? 9 महिनामा। 9 महिना है? 9 महिना। भनेपछि त मैले भन्दा अगाडि रहेछ तपाईले। अगाडि हो नि म त। ए 9 महिनाको डिफरेन्स। ओहो, छैन त बाटो। यता पो जानुपर्ने है। अनि उहाँ चाहिँ एकदम ठुलो, कति साथीहरूले भन्नुहुन्छ क्या यति महिना भइसक्यो ल आए पनि निस्क्यो त। तल्लोबाट फेरि उताबाट भित्र छिरौँ ल, बाहिर धेरै हल्ला हुन्छ। त्यसैले चाहिँ हामी भित्रबाट भ्लग बनाउँदै जाने आज भनेर हिँड्दै आइरहेको थियौँ। अनि उहाँ चाहिँ 9 महिना पश्चात आउनुभयो। एप्लाई गरेको 9 महिना। तपाईँको पर्मिट चाहिँ कति महिनामा आयो दाइ? भोट पर्मिट मेरो एप्लाई गरेको 2 महिना पर्मिट निकाल्यो। 2 महिना लाग्यो है? मेरो त तपाईँको 10 दिनभित्र त मेरो पर्मिट आइसक्यो नि। तपाईँको धेरै टाइम लाग्यो रहेछ है? 2 महिना पर्मिट निकाल्यो। कति साथीहरूले सोध्नुहुन्छ क्या कति टाइम लाग्यो भन्नुहुन्छ है। अनि मै भन्नु चाहिँ उनीहरूले भन्नु चाहिँ 15 दिनभित्र भन्छ। 2 महिना 3 महिनामा चाहिँ हामी फ्लाइट गराउँछ। त्यही त, तपाईँलाई कति महिना भनेको थियो सुरुमा? मलाई 3 महिना भनेको थियो। 3 महिना भनेको थियो है? 3 महिना भने 2 महिना पर्मिट निकाल्यो। मेडिकल कहिले गर्नुभयो? मेडिकल त मैले 4-5 महिनापछि निकाल्छु गरेको। 5 महिना पछि है? मैले त कति 10 दिनमा पर्मिट आयो, त्यसपछि तत्कालै मेडिकल भयो। आउने बेलामा मेडिकल गर्नु पऱ्यो कि परेन त है तपाईँको? परेन, मेरो त पुरानो रिन्यू गरेँ। पुरानोले गर्यो है? ए मलाई नि सोध्दै थियो। अनि मैले नि पहिल्यै गरिसकेको, त्यसैले म चाहिँ मेडिकल गर्दिनँ भने होइन। अनि तपाईँले अब लागतको कुरा गरौँ होइन। कति साथीहरूले चाहिँ 25 लागिकन के कस्तो छ भन्नुहुन्छ क्या ब्लग्समा। अनि मैले चाहिँ अब डिटेलमा अब एक्लै फतफताउँदै कति कुराहरू चाहिँ बोल्नु छुटाइरहेको हुँदो रहेछ क्या दुईजना हुँदाखेरि त होइन। लागत त यस्तो हुन्छ, अब उनीहरूले अब 6-7-8 चार्ज भन्छ। त्यसपछि फेरि उनीहरूको फेरि 1 लाख क्यास डिपोजिट, अनि फेरि 1-2 लाखको चेक। 2 लाखको चेक है? 2 लाखको चेक। मैले चाहिँ 1 लाखको चेक गरेर छोडेर आएको हो। ए मैले त झन् ब्ल्याङ्क चेक छोडेको होइन। 1 वर्षपछि चाहिँ पैसा रिटर्न गर्ने भन्ने शर्तमा होइन त? हो, सेम हो होइन। तर चाहिँ फेरि यसमा चाहिँ कस्तो भने हाम्रो 1 वर्ष चाहिँ पैसा चाहिँ आफ्नो पैसा भएर ठिक छ, अर्को ब्याजमा ल्याएर 1 वर्ष चाहिँ ब्याज तिर्नु पर्ने हुन्छ। त्यही त लास्ट गाह्रो छ होइन। हामी त रुम आइपुग्नु लागेको छौँ। अनि यो पनि हो कि त्यो मेन पावरहरूले पैसा त पावरलाई चाहिँ पहिले डिपोजिट माग्दाखेरि चाहिँ कति महिनाको भिजा स्ट्याम्प भनेको छ होइन? हजुर। त्यति महिनासम्म चाहिँ हामी पैसा डिपोजिट गर्छौँ। हजुर। तपाईँहरूले लगाएको भिजा स्ट्याम्पको डेट सिद्धिएपछि हाम्रो पैसा पाउनुपर्छ भन्ने शर्त राख्नु होला होइन? हामीले गरिएन है? हामीले चाहिँ गरेर 1 वर्ष भनेर चाहिँ हाम्रो। अनि अहिले भिजा रेसियो कतिको उस छ चाहिँ?
कतिको लागिरहेछ तपाईँहरू सँगसँगै एप्लाई गर्ने साथीहरू अरूको पनि जम्मा तपाईँहरू 5 जना आउनुभयो है 2 जना दिदीबहिनी र 3 जना दाईहरू आउनुभयो दाई भाइहरू हामी यताबाटै भित्र जाउँ ल अनि उहाँहरूको चाहिँ 9 महिना पछि चाहिँ भिजा लागेको रहेछ क्या त्यही भएर अहिले सँगसँगै अझै मैले भन्दा अगाडि एप्लाई गर्नुभएको रहेछ तर यत्रो टाइम लाग्यो क्या अहिले यसै भन्नै सकिँदैन क्या मसँग के अरे मभन्दा अगाडि आउने साथी जम्मा 60 दिनमा भिजा लाएर पनि आइसक्यो क्या त्यस्तो गर्छन् गर्दो रहेछन् होइन त्यो हुँदाखेरि चाहिँ अब के भन्ने अब कसको दोष भन्ने होइन आफ्नो भाग्यको पनि कुरो हो लकको पनि कुरा हो ओइ बाटो त उता जान्छ त युटर्न हाने हो त है हामी रुमाइगुङलाई हामी चाहिँ कङ्ल्याङ पोङलुङ घुम्ने बाटो जाँदैछौँ अनि अब त्यो त तपाईँको त्यस्तै भयो होइन अनि सुरुमा कति डिपोजिट कति लियो मैले 50,000 डिपोजिट राखेँ ए 50,000 मात्रै हो म्यान पावरले नि मान्छे अनुसार एजेन्ट अनुसार हुँदो रहेछ क्या अब एउटै म्यान पावरभित्र पनि होइन मसँगै आउने कतिजनाले चेक मात्रै दिएर आउनु भएको क्या 3 लाखको चेक दिएर 1 पैसा डिपोजिट नराखिकन त्यो चाहिँ मलाई सजिलो लाग्यो क्या किनकि अब यति कुरा याद राख्नु कि हजुर श्रम स्ट्याम्प भन्दाखेरि कसको नाममा कुन मेन पावरबाट श्रम हानेको त्यो श्रम गर्दाखेरि मेन पावरको नाम छ कि छैन होइन पर्मिटमा उसमा वर्क पर्मिट हजुर निकाल्ने उसमा हातै गर्दै अनि श्रम निकाल्दाखेरि नि त्यो हाम्रो श्रमहरू अरूभन्दा अलि बेग्लै तरिकाको श्रम हुन्छ त्यही भएर एयरपोर्टमा रोकेर यो इलिगल हो हजुर भनेर त्यस्तो भन्यो है तपाईँलाई खास इमिग्रेसनमा के को लागि रोकेको केही इमिग्रेसनमा अब त्यो नेपाल सरकारले वैदेशी रोजगार उसमा हाम्रो चाहिँ साइन भएको छैन होइन ए त्यही भएर चाहिँ यो चाहिँ इलिगल हो यसमा भोलि सर्बिया चाहिँ सर्बिया भोलि गएर बाइचान्स केही गरी केही घटना भइहाल्यो भने हजुर को न मेन पावर दोषी देखिन्छ होइन हजुर केही देखिन्न अब पैसा क्यास लिन्न भन्दा नि यो ब्याङ्किङ मार्फत भन्दा उनीहरूले क्यासै लिन रुचाउँछ होइन क्यासै लिन रुचाउँछ नि मैले पनि त पुरै क्यास पुरै जम्मा 8 लाख तिरेको मैले होइन मैले टोटल्ली चाहिँ 8 लाख तिरेँ आउने बेलासम्ममा अब त्यो 7 लाख त डिपोजिट भइहाल्यो त्यसपछि मेडिकल आफ्नो पकेट मनीले होइन त्यसपछि पुलिस रिपोर्ट आफ्नो पैसाले अनि पुलिस रिपोर्ट त हो 500 रुपियाँ लाग्यो हो 500 लाग्यो है मेरो 1000 रुपियाँ लाग्यो अनि श्रममा हारेको 1 रुपियाँ पनि पैसा तिर्नु पर्दैन हजुर सबै त्यो उसबाटै चार्ज हान्छ हुन्छ उनीहरूले अनि के हो यो बाटो ओरिएन्टेसन क्लासको ओरिएन्टेसनको नि तिर्नु पऱ्यो है सरी मैले भन्नु क्लासको बिर्सेँ तिरिन्छ तर ओरिएन्टेसन गर्न पर्दैन होइन पैसा मात्रै तिर्ने हो मैले त गरेँ नि मैले त गरेन मैले एक दिन चाहिँ मस्त क्लास बसेँ हो ओरिएन्टेसनको होइन ठिकै छ अब बहुत दुःखले आउनु भयो जे जे भने पनि होइन दुःख छ है काम चाहिँ दुःख त छैन है हाम्रोमा त दुःख छैन ठिक छ, अरूकोमा काम चाहिँ के हो यो बाटो त फेरि उतै घुम्यो त है फेरि घुमेर चाहिँ जाउँ न हामी एकल हो घुम्ने हो नै हो जाउँ त ड्युटी सिद्धिहाल्यो होइन हातै बोल्यो अगाडि हेरेर हल्का बोलौँ होइन त्यही हो अब बहुत दुःखले आइयो अनि इमिग्रेसनको कहानी एकचोटि सुनाइदिनु न दाइ इमिग्रेसनमा चाहिँ खास भएको चाहिँ के इमिग्रेसनमा चाहिँ इलिगल हुन्छ श्रम हजुर पेपर हेर्दाखेरि न त कुनै मेन पावरको नाम देखिन्छ होइन ए आफू खुदै श्रम निकालेको देखिन्छ त्यहाँ ओ त्यो इलिगल टाइपको श्रम देखिन्छ त्यही भएर त्यही चाहिँ त तपाईँहरू त विभागले चाहिँ त्यही भएर इमिग्रेसनले रोक्ने भनेर क्यान्सल हुने गरी रोक्दैन कि उनीहरूले केही ल्याङल्याङ चाहिँ गर्दो रहेछ होइन त्यही 15-20देखि आधी घन्टाको डिफेन्समा उनीहरूले रोकेर यताउता उनीहरूभन्दा माथि सिनियर मान्छेहरूलाई सोधपुछ गरेर हजुर छोड्न चाहिँ छोडिन्छ होइन मेरो नि सेम त्यस्तै भयो क्या तर रोक्यो भन्दैमा होपलेस नहुनुवाला कोही पनि होइन अलिकति ल्याङल्याङ चाहिँ हुँदो रहेछ मेरो त झन् अझै इन्डियाको उसबाट क्या के भन्छ इन्डियाको एयरपोर्टबाट आएको हो दिल्लीबाट आएको दिल्लीबाट आएको होइन अनि त्यो आउँदाखेरि के भयो भन्दाखेरि तपाईँको ठ्याक्कै त्यो जुन उस छ नि इमिग्रेसन छ नि त्यो सुरुमै लाइन बसेर छिर्नुपर्छ नि
हो त्यहाँनिर झ्याप्प रोकिदियो क्या अरू सबै साथीहरू गएछ होइन अनि मलाई चाहिँ रोकिदिसकेपछि अनि मभन्दा अगाडि दुईजना दिदीहरूलाई नि रोकेर चाहिँ उनीहरू चाहिँ अर्कै कम्पनी एग्रिकल्चरमा आउनु भएको रहेछ कतारको एयरपोर्टमा भेट्नुभएको थियो उहाँहरूलाई 2 घन्टा रोक्नु अरे 2 घन्टा ल्याङ हान्यो अरे होइन अनि 2 घन्टामा के हो तिमीहरूको यो साइन छुट्टा छ त्यो साइन छुट्टा छ यताउता भनेर ल्याङ गरेर क्या ल्याङ गरेर अनि बल्ल बल्ल छोडेछ 2 घन्टा पछाडि अनि मलाई नि समथिङ 15 मिनट जति चाहिँ रोक्यो क्या म र एउटा भाइ चाहिँ थियो अनि त्यसपछि के भन्यो भन्दाखेरि त्यसले एउटा अफिसरलाई बोलाएर सोध्यो क्या सोध्यो होइन अनि यो सर्बिया वालाको क्या गर्न आए भन्छ है ल के हो त अनि यस्तो अब अरू साथी गइसकेँ म त फर्काइदिन्छ कि क्या जस्तो डर लाग्यो नि त मलाई नि अनि त्यसरी मैले पनि निकै झमेला गरेर आएको हो होइन हामी त झन् बहुत दुःखले आएको इन्डिया गाडीमा गएको तपाईँको समथिङ कति अघिल्लो बिहान 7:30 बजे गाडी चढेको भोलिपल्ट 4:30 बजे पुर्यायो दिल्ली होटलमा गाडीबाट ओर्लेर रिक्सासित समातेर जाँदाखेरि त्यत्रो टाइम लाग्यो क्या होटलको खाना बस्न के थियो आफ्नो होटलको बस्न खाना त यस्तो बिजोग थियो नि आफ्नै पैसाले तिर्नुपर्ने र पनि राम्रो खानै नपाउने क्या खत्तम हुँदो रहेछ राइड हुनुभन्दा कति दिन अगाडि गयो इन्डिया अघिल्लो दिन अघिल्लो दिन गइयो एकछिन सरी 12 तारिकको फ्लाइट थियो म 10 तारिक गएको 10 तारिक बिहान गएको 11 तारिकको बेलुकाखेरि पुर्यायो त्यसपछि त्यो रात त्यहीँ बस्यो अनि भोलिपल्ट चाहिँ 11 बजेको फ्लाइट थियो सरी 2 बजेको अनि हामी 11 बजे चाहिँ एयरपोर्ट छिरायो क्या अनि त्यसरी बहुत दुःखले आइयो यो बाटो ठ्याक्कै घुमेर यहीँ भयो अनि यस्तो भयो होइन बहुत दुःख पाइयो हामी त झन् महा दुःखले आएको तपाईँहरू पनि अब इमिग्रेसनले त्यही हो हल्का ल्याङ गर्छ अनि त्यसपछि पैसा ठ्याक्कै तपाईँले कति तिर्नुभयो मैले चाहिँ 8 लाख तिरेँ डिपोजिट सहित होइन डिपोजिट सहित त 8,75,000 75,000 भने चाहिँ तपाईँको 775 त तपाईँको मेरो चार्जर लागत नै लाग्यो होइन 775 लागत तिरेर आउनुभयो हामीले भन्दा समथिङ 75 समथिङ होइन ठ्याक्कै 75,000 बढी होइन त 75,000 बढी तिरेर आउनुभयो अहिले 25 लागिकन सेलेरी बढाएको छ भनेर हल्ला चाहिँ भयो तर हाम्रो सेलेरी खै बढ्या हो कि नबढ्या हो बुझिन सक्नु छ होइन अब सेलेरी बढेर पनि आएको छैन घटेर पनि आएन त्यस्तै रेसियोमा आइरहेछ होइन त्यो भएर गाह्रो छ अनि अब यहाँ आइसकेपछि चाहिँ बरु राम्रो छ है हाम्रो राम्रो थियो राम्रो छ राम्रै छ अहिलेसम्म होइन अहिलेसम्म खाना त अब मिल्दैन कस्तो लाग्यो तपाईँलाई यहाँको खाना अब देश संसारको भेष होइन त्यो त त्यही हो अब परदेश हिँडेपछि होइन हिँडेपछि अब जुन देशको काम गर्न आयो त्यही देशको वातावरणमा घुलमिल हुनु कतिको तपाईँलाई गाह्रो भइरहेछ मलाई त एकदम सजिलो छ कि अब पुरानो साथीहरू भेट्यो हजुर अब कामको बारेमा पनि अब पुरानो साथीभाइको मार्फत सजिलो भयो होइन सिकाइयो अलिक सजिलो सिक्न पनि पाइयो त्यसरी सहज पनि भयो यो नसोच्नुहोस् कि मेरो बिचमा हामी इङ्ग्लिस पढिहाल्छौँ सबै कुरा चल्छ भनेर नसोध्नु होला यहाँ चाहिँ इङ्ग्लिस चल्दैन यहीँको सर्भिस त्यो भन्दा चाहिँ गाह्रो छ है स्ट्रगल गर्नु गाह्रै छ पनि हो लाटो सारले पनि काम त चलाउँछौँ होइन हामी यता र उता गरेर पनि होइन त्यो त एकदम हो हामी त्यसमा चाहिँ दबाई खाइन्न हजुर काम भने खाना चाहिँ खाना एकदम यहाँको एकदम खाना भने एकदम चाइनिज खाना जस्तो नुन मात्रै हरेक चिजहरू कम हो पिरोहरू कम हो होइन नेपालको पिरो कतिको मिस भइरहेछ दाइ पिरो त सबभन्दा बढी यहाँ खानै नपाइने भनेको पिरो यहाँको खानेकुरा यहाँको आइटम है यहाँको लोकल सर्बियन खाना खाँदाखेरि चाहिँ तपाईँको पिरो चाहिँ बन्द एउटै थोप्पै हुँदैन म त झन् नेपालमा भयङ्कर पिरो खाने मान्छे होइन एक सागमा तपाईँको 2वटा चाहिँ मलाई डल्ले खुर्सानी सघाउनु पर्थ्यो क्या
अनि यस्तो गाह्रो भयो है अलिबार त हामी त झन् कहाँ तपाईँको यहाँ र खाना मैले 19 दिनमा खाएको भए 19 दिन पछाडि कुकर खोज्नु 2 दिन लाग्यो होइन यहाँ कुकर किन्नु मुस्किल सबैभन्दा अझै गाह्रो कत्रो मल हुन्छ होइन कत्रो मल हुन्छ उसै नहुने क्या के अरे कुकरै नहुने भने जम्मा एउटा कुकर राखेको हुँदो रहेछ हो एउटा कुकर हुँदो रहेछ त्यो पनि 1 लिटरको क्या हामीलाई थाहा थियो हामी 3 जना थियौँ अब एकजना त मेरो रुममा पक्कै ल्याउँछ कोही न कोही 4 जनालाई पुग्ने कुकर चाहिँ किन्नुपर्छ भनेर हामीले 1.5 लिटर ल्याएको क्या खोज्दा 3टा मल घुम्यो माक्सीको ठुलो गयौँ यहाँ पर त्यो स्टेडियमनिरको मैले तपाईँलाई भनेको थिएँ नि त्यहाँनिर पाइएन त्यसपछि उता गयो उता पनि पाइएन पाउनु त पाइयो 1 लिटरको मात्रै पाइयो अनि त्यसमा त पुग्दैन भनेर हामीले अनि फेरि यहाँ सेन्टर बेलगेटमा गएर 1.5 लिटर कुकर ल्यायौँ जस तपाईँलाई केही सजिलो भयो भनौँ न होइन पछि आएको हुनाले एकदम सहज तरिकाले हिँडेर होइन ड्युटी टाइम हिँडेर हरेक कुरोमा सजिलो भयो किनकि म अगाडि आएको भए हामीलाई सजिलो हुन्थ्यो हामी पछाडि आउने लटलाई सजिलो हुन्थ्यो अन्त मभन्दा अगाडि अब अरू आयो त्यही कारणले गर्दाखेरि अलिकति कामको वातावरण के गर्नुपर्ने कसो गर्नुपर्ने होइन हजुर अनि तपाईँलाई त्यो ठिक छ होइन थाहा हुन्छ अनि कस्तो लाग्यो यहाँको मान्छेहरू कस्तो हुँदो रहेछ कतिको के भन्ने फ्रेन्डली हुँदो रहेछ मान्छे एकदम गुड हो होइन है मलाई पनि त्यस्तै लागेको थियो क्या नेपालको धेरै राम्रो मान्छे हो होइन मैले त भ्लगमा भनेको थिएँ दाइ सुन्नु न मैले तपाईँको कुरा काटेँ होइन मैले के भनेको थिएँ भने नेपालमा चाहिँ फ्रस्ट्रेसन भएर होइन डिप्रेसनमा जाला जस्तो भएर आएको मान्छे म चाहिँ जे भने पनि होइन बहुत हन्डर ठक्कर खाइ पनि आएको त्यो हुँदाखेरि चाहिँ मलाई यहाँको मान्छे चाहिँ स्वर्ग पुगे जस्तो फिल भयो क्या मलाई यहाँको वातावरण अब यो वातावरण हेरौँ कति सफा छ होइन सहर हेरौँ कति हाम्रो क्यापिटल सिटी र यहाँको क्यापिटल सिटी हेरौँ त होइन कति सुगर छ त रोड त्यस्तै होइन सरसफाइ अब हामी अब कहिले त्यो घचेट गरेर खुट्टा राख्ने ठाउँ नभएर गाडी चढेर हिँड्ने मान्छेलाई यहाँ न भाडा तिर्नु पऱ्यो होइन बहुत मजा लाग्छ क्या किनकि रोमानिया त्यसपछि उता ग्रिसतिर भाडा तिर्नु पर्दो रहेछ हो यहाँ चाहिँ पर्दैन क्या अनि क्रोएसिया पनि त्यस्तै छ भन्ने सुने हो त्यो होला तर हाम्रो नेपाल त यस्तो म साँच्चै यस्तै पारा हो भनेदेखि त देश जति पनि नेताहरू त्यहाँ राजनीति गरिरहेको छ तिनीहरूलाई यहाँ रोडमा चाहिँ क्रस हान्न ल्याएर पुरा ब्रिफिङ राखेर होइन ट्रेनिङ गराएर अनि पोलिटिकलमा जानलाई ठ्याक्क लडाएर होइन कति विकास गर्छ टाइपको होइन भोट आउने यता होला हाम्रो होइन भोट आउने नआउने अनि देशको विकास वैज्ञानिक तरिकाले बनाउने हो त्यहाँबाट अलि अनुभव हुन्छ यहाँ त अब अरू देशमा भ्रमण जान्छ घुम्न जान्छ हरेक चिजहरू उसमा हरेक कन्ट्रीहरू युरोपियन कन्ट्रीहरूमा जान्छ एयरपोर्टबाट सिधा जुन ठाउँ जाने हो त्यो ठाउँ होटेल त्योभन्दा बाइक के नै देख्दैन तिनीहरू अन्धा हुन्छन् होइन त्यही त भनेर तिनीहरू चाहिँ नेताहरू चाहिँ एकदम अन्धो अर्का देशको विकास भने चाहिँ देख्दैन आफ्नो देशमा चाहिँ यो चाहिँ संसारै विकास गरिदिउँ भन्ने सोच्छन् होइन सोच्छन् होइन अनि सुन्नु न तपाईँको अब यो त अझै यहाँ युरोपको गरिब देश हो नि त सानो जिडिपी भएको देश हो होइन अब यस्तो सानो देशमा यति छ भने चाहिँ अरू योभन्दा धेरै विकसित देश कस्तो होला त होइन धेरै राम्रो यो हामी कल्पना पनि गर्न सक्दैनौँ यहाँ मलाई सुरुमा आउँदाखेरि है यति सफा सहर यति मिलनसार मान्छे अब तपाईँहरूलाई के गर्यो होइन हामी एयरपोर्टबाट ठ्याक्क ओर्ल्यौँ होइन त्यसपछि लगेज लियो खुत्त ढोका निस्केको कम्पनीको म्यानेजरहरू बसेर आइरहेको रहेछ क्या हो हामीलाई त सेम अनि त्यसपछि आयो होइन अनि ठ्याक्क आइसकेपछि ह्यान्डसेक गर्छ होइन त्यसपछि हक गर्छ यार म त छक्क पर्दिरहेँ क्या कम्पनीको ठुल्ठुलो मान्छे नि यस्तो हुन्छ नि हाम्रो त सानो कम्पनी होला जस्तो लाग्यो क्या मलाई त्यस्तो फिल भएको थियो क्या तपाईँलाई चाहिँ कस्तो फिल हो हामीलाई पनि त्यस्तै लिन आएको थियो वेलकम कार्ड लिएर होइन हजुर त वेलकमको यत्रो ब्यानर पनि होइन त सही हो हाम्रो पनि त्यही भएको थियो मैले त छुट्याएँ वेलकम सर्बिया रोहित भनेर एउटा है ब्यानर लिएर बसिरहेको अवस्था थियो ठक्क आयो अनि त्यसपछि ठ्याक्क आयो के अरे क्याफेमा लग्यो होइन त्यसपछि कफी सफी अर्डर गऱ्यो होइन सब खाइकन हजुर ठक्क आयो ल यस्तो छ होइन
अब हाम्रो कहानी यस्तै भयो होइन। आजको हाम्रो यो बस्ने ठाउँ मैले पहिला नि देखाइसकेको छु। अब आजको लागि यति नै गाइस। हामीले अब केही छुटाएको भए कमेन्टमा भन्नु होला होइन। हामी अब दाजुभाइहरू हामी सँगसँगै छौँ। अब फेरि नेक्स्ट ब्लगमा हामी त्यो बाँकी छुटेका कुराहरू सेयर गर्ने नै छौँ। आजको लागि चाहिँ सबैजनालाई बाई बाई, सी यू इन नेक्स्ट भिडियो है त।